के भयो? कहाँ हो हामी गाउँ सर? स्कुल बिदा भए पश्चात चाहिँ हामी हरि ढकाल सरको छोराको चाहिँ व्रतबन्धन रहेको छ र त्यहाँ जाँदैछौँ। पर्वतबाट चाहिँ हामी पारी गुल्मीतर्फ लाग्दैछौँ है, उर्लेनी भन्ने ठाउँमा। हामी चाहिँ यता बिहादीबाट यस्तो पानी परेको अवस्था छ, त्यही पनि हामी हिँडिरहेका छौँ र देख्न सक्नुहुनेछ यस्तो पानी बर्सात। छातै उडाउला जस्तो भइसक्यो यहाँ। घाँस काट्नुपर्छ, त्यहाँ देख्न सक्नुहुन्छ यस्तो पानी परेको छ घाँस काट्नु। ओए मेरो छाता त उडाउन लागिसक्यो, छाता उडायो। यस्तो प्रतिकूल मौसम बावजुद पनि हामी हिँडिरहेका छौँ। बाटो यस्तो चिप्लो रहेको छ देख्न सक्नुहुनेछ। आछु छाता उडायो। हाम्रो जेन्जी टोली हजुर ओहो के भयो? यस्तो भिज्ने भयो नि त अरू। पुरै भिजियो। त्यताबाट मिल्दैन र त्यताबाट। ओहो आज त दुखै पाइयो नि होइन।